संस्थाका प्रबन्ध निर्देशक पनि हुनुहुन्छ। यहाँ हाम्रो संस्था लोयल्टी घर जग्गा प्रणालीका प्रबन्ध निर्देशक दिपेन लिम्बुज्यूलाई अहिलेसम्म यस्तो राम्रो तरिकाले कार्यक्रम सञ्चालन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यस सभामा उपस्थित प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, चालक समितिका सदस्य महानुभावहरू, साथै उपस्थित सम्पूर्ण महानुभावहरू, म यस लोयल्टी घर जग्गा प्रणालीको साधारण सभामा स्वागत तथा सम्मान व्यक्त गर्न चाहन्छु। आफ्नो बहुमूल्य समय निकालेर यस सभामा उपस्थित भई सभाको शोभा बढाइदिनु भएकोमा आभार व्यक्त गर्न चाहन्छु। कुनै पनि संस्थाको सफलता केवल पुँजी र संरचनाले मात्र सम्भव हुँदैन। त्यसमा शेयर धनीको विश्वास, कर्मचारीको समर्पण र नेतृत्वको दूरदृष्टिताको आवश्यकता हुन्छ। रियल इस्टेट क्षेत्र राष्ट्रको आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको क्षेत्र हो। यसमा पारदर्शिता, विश्वास र गुणस्तरीय सेवा मार्फत कम्पनीलाई सफल प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको छ। आजको यस सभाबाट प्राप्त रहने सुझाव, सल्लाह र मार्गदर्शनले कम्पनीको भावी यात्रालाई अझ प्रभावकारी बनाउने विश्वास गर्दछु। आजको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको अवस्थामा यहाँहरू सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। आजभन्दा 1 वर्ष अघि यस संस्थालाई स्थापना गर्ने क्रममा भएका चुनौती र बाधाहरूलाई सामना गर्दै एउटा नाम जुराउनेदेखि टिमलाई सहमति गराउने, विधान बनाउने लगायतका स्थापनाकालका धेरै कठिनाइका बावजुद पनि आज अघि बढ्न प्रयास गरिरहेको अवस्था छ। सहकर्मी महानुभावहरूले कम्पनीप्रति देखाउनु भएको विश्वास र सहयोग हाम्रो सबैभन्दा ठुलो शक्ति हो भन्ने ठान्दछु। यहाँहरूबाट प्राप्त रचनात्मक सुझावलाई सम्मानपूर्वक ग्रहण गर्दै कम्पनीको सुशासन, पारदर्शिता र दिगो विकासका लागि निरन्तर प्रयासरत रहने, कम्पनीलाई यस अवस्थामा पुर्याउन योगदान दिनुहुने सञ्चालक समितिका कर्मचारी, सल्लाहकार, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्दछु। आगामी दिनमा पनि यहाँहरूको साथ सहयोग र सद्भाव प्राप्त हुने विश्वास लिएको छु। आजको सभालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने
सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछु। वार्षिक साधारण सभा हार्दिक व्यक्त गर्दै वार्षिक साधारण सभा हाम्रो यसमा माफ गर्नुहोला, साथै आज पढ्न गएको हाम्रो यस संस्थाकी सदस्य, बोर्ड सदस्य तथा सहप्रबन्ध निर्देशक श्रीमती सन्तोषी मगरज्यूको आज पढ्न आएको जन्मदिनलाई धेरै धेरै शुभकामना भन्दै अन्तिम चरणमा पुगेको वार्षिक साधारण सभा यही समापन भएको घोषणा गर्दछु।